हामी चाहिँ टीका लाउँदै छौं विदेशमा भए पनि हामीले चाहिँ अब आफ्नो संस्कृति बिर्सिनु हुँदैन सो त्यो भएर हाम्रो चाहिँ यो पहिलो दशैं हो यहाँ तयारी हुँदैछ हामी तयारी गर्दै छौं अब हामी टीकाको साइत पनि भइसकेको छ अब हामी टीकाहरू लाउँछौं कहाँ बुझ्ने यता ए ल है ल नवदुर्गा भवानीले रक्षा गरून् त्यो पछि अब यस्तै हो दशैं मेरो आशीर्वाद हेर्नु माथि टपमा ओम नवदुर्गा भवानीले रक्षा गरून् कति ठुलो अनि दशैंको टीका त ठुलै लाउनु पर्यो नि त ठुलो भन्नु ओम भगवान रक्षा गरून् भगवानले सबैजनाले रक्षा गरून् भगवान दाइना हुन् रोग व्याध चाहिँ नलागोस् सम्झिँदैछु म आशीर्वाद दिन यसले पनि के छर्किनु पर्छ सुरुमा ल है त ल नवदुर्गा भवानीले चाहिँ रक्षा गरून् अब सबै कुराहरू सफल हुँदै जाओस् धेरै झगडा नगरेस् बग्नी बनाएछौ के टीका धेरै झगडा चाहिँ नगरेस् अनि अरू भने त्यस्तै हो बुद्धि राम्रो पलाओस् राम्रो सद्बुद्धि आओस् ल यो हाम्रो दशैं रोग व्याध नलाओस् र आफूले सोचे सबै कुराहरू पुरा होस् अब त्यही हो दशैंको शुभकामना हाम्रो चाहिँ यो पहिलो दशैं अब यसरी नै दशैं सधैँ मनाउन पाइयोस् टिस्यु चाहिने रहेछ के जमरै आएन त कहाँ यहाँ काँटा त कता हो हुँदै भएन यार ल ल मै बुझेँ बल्ल कहाँ हो काँटा हो यो ला काटे ल नवदुर्गा भवानीले चाहिँ रक्षा गरून् काँचै भाँच्यो जस्तो छ ल अब यो चाहिँ एउटा फलफुल अनि त्यो ल यो दक्षिणा नि राखौँ न ल खुट्टा ढोग्नु पर्छ र पर्दैन किन ढोग्नु पर्यो पहिला हातै ढोगे हुन्छ त ए ल रक्षा गरून् भगवानले ल फेरि ल ओम नमः शिवाय $5 भनेको कति हो नेपालको 460 रुपियाँ ल ह्याप्पी दशैं सबैजनालाई भिनाजु आउनु अब हामी भिनाजुसँग पनि टीका लाउँछौँ हैन हाम्रो भिनाजुको चाहिँ यो पहिलो दशैं हो यो चाहिँ अस्ट्रेलियामा हाम्रो चाहिँ मेरो त धेरै दशैं भइसक्यो कतिवटा भयो 4 वटा दशैं हो यो मेरो 4 वटा दशैं हो यो विथआउट फ्यामिली ठीक छ किनौला नि काँटा केही भएन मान्छेको जिन्दगी नभाँचियोस् काँटा भाँचिएर केही पनि हुँदैन हैन भेना अब यो मैले भेनाले लगाइदिने हो अनि त्यहाँ भेनाले मलाई लगाइदिने होला सायद ल होइन होला किनभने भेना त ससुराली आयो नि त त्यहाँबाट यहाँ त्यो रुमबाट यतापट्टि रुममा भेना ससुराली ल भेनालाई पनि अब चाँडो अब त्यही हो भेनाको आशीर्वाद चाहिँ अलिक कडै हुन्छ होला अलि यता आउनु न कहाँ पुग्यो भेना अझै यता आउनु मैले भेट्नु परेन अलि निम्री पल्नु न ओम नमः भगवते भगवानले रक्षा गरून् सम्पूर्ण भगवानले दुर्गा माताले रक्षा गरून् ल यो सोचेको आँटेको पुरा हुन् अब आशीर्वाद केसरी लाउँदै सक्यो
ल भिनाजु नवदुर्गा भवानीले रक्षा गरून् आँटेको सोचेको सबै कुरा पुरा हो ससुराली आगोमा बधाई छ बिहा नगरी ससुराली आउन पाउने बिहा नगरी हजुरबा नि भने क्या है बनाए नि छैनन् हो ल बिहा नगरिकन यति धेरै प्रगति भएको छ अब अर्को वर्ष चाहिँ ट्याक्क बिहा होस् त्यो के रे त्यो केटीको नाम उसलाई ल उसलाई चाहिँ ट्याक्क अर्को वर्ष दिदी बनाउन पाइयोस् अनि अब रक्षा गरून् भगवानले आँटेको पुरा होस् ल सबै कुरा पुरा होस् रोग नलाओस् फेरि मलाई हस्पिटल लिएर जानु झ्याउ हुन्छ अरे कि ल अब भिनाजु टिका बग्ने भएछ क्या जमरा टिका टाँच्ने ओम नमो भगवते वासुदेवाय जमरा जरी नै चम्किनु ल है त भेना भेना ससुरालीको दक्षिणा नै ठुलो कुरो होइन नि त दक्षिणा भने त एउटा नाम हो पैसा त कमाइहालिन्छ नि जिन्दगीमा यो एउटा मलाई लगाइदिनु भयो भेनाको आशीर्वाद सुनौँ न त्यो माइक देऊ न भेनालाई एउटा कहाँ लगाएर नि बेबी नवदुर्गा भवानीले रक्षा गरून् विज्ञानलाई हैन आँटेको सोचेको सबै पुरा होस् जिन्दगीमा असफलताको सामना गर्न नपरोस् भेनालाई त हजुरबाबुले जति आउनु रहेछ हो आशीर्वाद त्यसपछि मुखमा सरस्वतीको बास होस् तपाईले कहाँ जोडी छुटाएर टिका लगाइदिएको कहाँ जोडी छुटाएको के विज्ञानमा मलाई छुटाएर टिका लगाइदिएको भने एकैचोटी लगाइदिने हो ल भइहाल्यो नि त अब सुरुवात सुरु त भइरहेको नि सुरुवात गर्ने मैबाट हो सुरु भइहाल्यो नि ल ल ल ए साँच्ची दुईजनाले लाउनु पर्ने भेनाले त कहाँ हामी चाहिँ पुरै कन्फ्युजिङमा छौँ कि यहाँ कसले कसलाई लाउने टिस्यु लिएर आउनु पर्ने रहेछ नवदुर्गा भवानीको कृपाले विशेष आयु होस् विशेष आयु हो बडा दिन्छु भन्दाखेरि दुबो चाहिँ मुख लाउँदै जान्छ आम्मा दुबो चाहिँ मुख लाउने हो मुखमा सरस्वतीको बास होस् दुईचोटि भयो है यो बास धेरै नै हुने भयो अब गोजीमा लक्ष्मीको बास होस् गोजीमा अरु के दिन्छ हाम्रो धेरै धेरै उन्नति र प्रगति होस् ल शत्रुहरू सबै परास्त हुन् अनि भएकै मलाई पनि लगाइदिनु विज्ञानको शत्रु नै छैन कि फेरि समस्या त्यो छ तिम्रो दुःख कष्ट सबै नष्ट होस् कहिले पनि शरीरमा चाहिँ रोग व्याध नलागोस् हैन आँटेको सोचेको सब कुरा होस् जमराको पालो जमरा चाहियो फलफुल चाहियो अब त यो खाएपछि बल्ल खाना खान पाइन्छ आज यत्रो समय व्रत बसेको ल ह्याप्पी दसैँ अनि दाहिनेपट्टि त हो नि यो अनि डोमेस्टिक भाइलेन्स होला है नहानु नमस्कार भेना खै त
पैसा पुष्टि गरेर ल्याऊ न यार बोल्दै आयो चिस्युने भएन क्या केही छ नि यहीँबाट निकालेर दिनु न पैसा किन र म त धेरै दिन्छु कि म धेरै दिन्छु पार्टी हालेर बिगेलाई त मैले के दिने हो र मलाई त चाहिन्छ भेना मलाई त चाहिन्छ बिगेलाई त अब धन्यवाद ल बिगेलाई दिने ल बिगेलाई बिचरा अब म दिन्छु है पाइयो पैसा अनि फलफुल खोइ मलाई यस्तो भेदभाव गर्न पाइन्छ भेना पनि पाउँछु ओम नारायण हरि ओम ल रक्षा गर्नु ल ह्याप्पी दसैँ नमस्कार ल ह्याप्पी दसैँ भिनाल त टिका लगाइदियो बेबी La 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 la. यही पैसा चल्दैन मलाई ए पालै बिलो पालै बेला एउटै पैसा घुए ओम नारायण हरि ओम नमस्कार ल ल हाम्रो दसैँ चाहिँ यस्तै भयो अब हाम्रो दसैँ पनि सकियो अब खाना पनि खान्छौँ हामी हजुरहरू पनि दसैँ मनाउनु होला राम्रोसँग ह्याप्पी दसैँ एभ्रिवान सबैजनालाई दसैँको ह्याप्पी बर्थडे टु यु दसैँको ह्याप्पी बर्थडे टु यु सबैजनालाई रक्षा गरून् भगवानले सबैजनालाई नवदुर्गा भवानीले चाहिँ सबैजनाको कल्याण गरून् रक्षा गरून् सरस्वती दाइना हुन् बास होस् शत्रुहरू सबैजना नाश होस् भनेर एउटा उखान भनिन्थ्यो आशीर्वाद उखान भनिन्छु फेरि मैले किनभने हाम्रो उखान भन्ने चलन छ नि त फेरि सो ह्याप्पी दसैँ सबैजनालाई हामीले चाहिँ दसैँ यसरी मनायौँ टिस्यु लिएर आउनु न त देश विदेशमा छरेर रहनुहुने सम्पूर्ण मेरा प्यारा प्यारा साथीभाइहरू इष्टमिष्ट इष्टमिष्ट भने चाहिँ इष्टमित्र आफन्तजन सम्पूर्णमा ह्याप्पी दसैँ दसैँ राम्रोसँग मनाउनु होला हामीले दसैँ मनायौँ अब विदेशको ठाउँमा दसैँ यस्तै हो हामीले दसैँ मनाइसक्यौँ अब हजुरहरूको पालो हजुरहरू पनि राम्रोसँग दसैँ मनाउनु होला सबैजनाले जता हुनुहुन्छ सुख शान्ति समृद्धि उत्तर उत्तर प्रगतिको कामना अहिले पो आउँछ त है भेना मलाई आशीर्वाद त अहिले पो आउनु थाल्यो त नमस्कार ह्याप्पी दसैँ सबैजनालाई ह्याप्पी दसैँ भनिदेऊ नि त अनि ह्याप्पी दसैँ एभ्रिवान बाई